भनी मान्छ जसले जे भने पनि हस भनी मान्छ को आफ्नो को बिरानो सबलाई आफ्नो ठान्छ उल्टो सुल्टो उल्टो सुल्टो उल्टो सुल्टो जे गर्न नि हुन्छ तयार आयो हर्के हल्दार आयो हर्के हल्दार आयो हर्के रक्सीले लडिरहेछ ढोकाले दोष दिन्छ नाच्न जान्दैन आँगन टेढो भने त्यो ढोकाले कसरी लडाउँछ ढोकाले कसरी लडाउँछ म भन्छ खोइ हात छोड्नु त भान्जा यो कसको घर तिमीले चिनेछ यो ढोका फोड्नु म फोड्नु हुन्न के यो मेरो धबाको घर हो के धबाको धबाको हो कि हजुरबाको हो म फोड्नु हुन्छ फोड्नु हुन्न फोड्नु हुन्छ मेरो भान्जाले आएर जाँड यत्रो हल्ला गरिसक्यो कोही पनि निस्किँदैन झ्याल पनि खुल्लै छ ए धबा तपाईँ नि ए धबा काको धबा के को धबा नि होइन यो मैले के देख्दैछु मेरो धबाको घरमा तपाईँ कसरी पैसाले गर्दा बाबु पैसाले उसलाई पैसा आवश्यकता परेको रहेछ मैले खन गन्दी अब घर जग्गा ल गाउँमा यत्रो भइसकेछ यो छोरालाई थाहा छैन होइन लाउरे बा हाम्रो धबा र धबैनी यो घर जग्गा बेचेर बसाइ चाहिँ कुन ठाउँमा छ रहेछ हेर बाबु दुध किनेर खाने मान्छेले प्योर राम्रो दुध खान पाएपछि यो गाईको रङ्ग कस्तो थियो कलर कस्तो थियो भनेर सोध्दैन फलफुल किनेर खाने मान्छेले प्योर र ताजा फलफुल खान पाएपछि यो फलफुलको बोट कस्तो थियो कस्तो रङ्गको थियो त्यो पनि सोध्दैन तेरो धबाले मसँग खन पैसा गर्यो घर जग्गा पास गरिदियो छोरी ट्याप्प टिपे हिँड्यो गाउँ गयो मलाई के थाहा ढोका खोला मालती ढोका खोलेन हो ढोका खोल्नु भन्दा पहिला तिमी बोल्नु हो मामा मेरो हुँडा सजिलो गरियो भने होइन केटी खोल्छ वहाँ त मैले चिन्न सकिँदैन उहाँ बा हो के बा लाउरे बा यो मेरो आफ्नै भान्जा मेरो आफ्नै मामा खम्बे तेरो भान्जालाई यो हालेर तैँले यो आँगनमा किन ल्याएको बुनुमैचासँग बिहा गरिदिउँ भनेर लिएर आएको बाउ छोरी बसैन सरेछ कुरै सिद्धियो होइन यो पड्केले दिउँसै कति ढोक्न सकेको भने हेर्नुहोस् बा यो त साधारण लाठी चाड मात्र हो मैले खाएको रक्सी जम्मा पाएर कुए खानु हाल्यो भने दिउँसो बत्ती गरेको नि असर टिने अहिले मारिदिन्छ भने जे होस् बा मेरो त आज बिहा हुने भयो मलाई त कस्तो खुसी लागिरहेछ भने बिहा तेरो होइन बिहा मेरो हुने भयो अब छिराइको बानो के कुरा गरे त्यस्तो तिमी आज पनि भिलेन खेलाइ ल्याउने भयो कि क्या हो कसरी तिम्रो बिहा हुने भयो नि बिहा त तेरो भयो ल अहिले चन्टी आएर बिहाउलाले त्यहाँ गरेर आएपछि त्यो अन्य गइहाल्छ तेरो बिहेको लागि भनेर हेर्छ यहाँ यत्रो खर्च गरिएको छ त्यो सबै ऋण गरेर ल्याएको त्यो सबै ऋण मेरो थाप्लोमा भएपछि बिहे मेरो भयो नि त कुरा गरेर ल्यायो कुराकै दुःख बनाएको जस्तो
हाल्यो 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 ओ बा कति तेल हालेको अलिक कम गर्नु हो यति रे कस्ता रहेछ अब बा पनि यो भुटुन भने तन्न झोल हाल्यो बाबा के कुरा गरेर भने त्यस्तो तिम्रो दिमाग छैन कि क्या हो भने भुटुनमा पनि गाई झोल हाल्छ भने हुँदैन किन धेरै मान्छे बोलाएको त को भयो मैले बोलाएको मासु पुग्दैन भन्छ तिमी चुप लाग यतै झोल नहाल त्यस्तो झोल हाल्नु हुँदैन त्यसकै गर्छ तिमीहरूबाट जाऊ हेर नै भइसक्यो वा क्या यसो गरेर हेरेको नि अनि के गरे भने बा यत्रो बिहा जस्तो बेला पनि रिसाउने सामान ल्याएर हुन्छ भने अनि कति के ल्याउने त के ल्याउने मासु पुगेन भने फेरि लिएर आयो ए बिहाको बेला पनि घोक्राइ गर्छ भने यो त कुखुराको मासु भयो त मटन खाए मटन मटन भने त दुई किन भएको हुन्छ नि त्यो के भन्दै खसीको मासु र खसीको खसेको भने अनि यो चाहिँ के त तेरो आँखाले हेर्नु पर्दैन ए यो बाटा फेरि घोक्राइ ल्यायो भने चित्रो भने होइन नघोक्रा भनेर के भन्छ क्वार कुराउँछ अहिले गालम पड्काइदिन्छ जाऊ बिहाको बेला पनि जाउलाई हेरौँ त म पनि यो बा अनि यति चाहिँ अचानक पुग्छ भने त्यत्रोजना मान्छेलाई नपुगेदेखि यो मेरो फुलेको कपाल काटेर हाल तिनी कस्तो दुःख दिन्छ भनेको यसले त यो बाबा दिन पनि फेरि यो बाबा किन रहेको मसँग बिहा गरिदिन्छौ बिहा गर्दैन होइन तैँले यो हिरो काजीको नामको बदनाम गर्नु खोजेको क्या हो तिमी यत्रो खर्च गरेर ल्याइसक्यो अहिले आएर बिहा गर्दैन भन्छ किन अनि यति राखेर भइसक्यो अनि कोही पनि मान्छे आज म कसैको बिहा गर्ने बा कुकुरसँग बिहा गर्ने म यो हिरो काजीले ढोका दिने प्रयास गरेर त्यसले जन्ती लिएर आएन भने त्यो केटोको कालङमा म यस्तो गरेर दिउँसै कस्तो राम्रो सपना देखेको भाइ यो कुरालाई जति भन्दा पनि लाग्दैन भने जे कुरा पनि साग ल्यायो किराले खाएको आलु ल्याउँछन् यस्तो कुहेको भेन्टा ल्यायो भने सबै सडे गरेको झन् खसीको त कुरै नगरौँ क्याट्ट बढिया भन्न त्यो चाहिँ किन भन्न बिर्से कि छोरी पाउँछ तिन मिता कि ठुलो कुरो गर्छ बाबा धेरै ल खसाले नबोला तिमीले जे सुके भन बुढा तिमीले ल्याएको सामान केही पनि गतिलो हुँदैन हो अहिले त असाध्यै राम्रो कुरो गरी तँलाई नि मैले ल्याऊ त पनि गतिले छैन हो सहरबा आमै कतिलो रहिन् अनि यो छोरी कायो कतिलो हो त यो ओ प्यास छाना ढुकुर आयो जस्तो छ ढुकुर करायो ओ ढुकुर ए सहरबा तिमीले कसलाई कुकुर भने ढुकुर होइन भने ढुकुर क्या ढुकुर सहरबा यसरी खसालेर चाहिँ नबोल म कुकुर चाहिँ होइन के तेरिका ढुकुर भन्ने आएछु आफू चाहिँ कुकुर सुन्छ कता आधा ज्वाइँ पारेछन् भने होइन यी जय ससुरा कति बाजिरहेको कति म नबाजिकन खाएको पनि बस्दैन क्या तपाईँ पनि चुप लाग्नु जय पनि तपाईँ पनि चुप लाग्नु ओइ तिमीहरूको ज्वाइँपति झ्याला बसेर तमासा नहेर त खुरुको त्यो चोटाबाट काफलको डाल लिएर तल मुन्ट्या हो खाने बेला 3 थाल खाए झ्याला बस्यो तमासा हेर बुढा तिम्रो बुद्धि पनि कस्तो मोटो भने यिनीहरूले काफल बेचेर पैसा ल्याउँछन् त भने नल्याएर सुख पाउँछन् खाने बेला 3 आडी असो खान्छन् अनि यिनीहरूले काम नगरेर तेरो बाउले गर्छ त ल खुरुका जानी डोबाटा बसेर सबै काफल बेच्ने 1 पैसा तलमाथि गऱ्यो भने तिमीहरू दुवैजनालाई थाममा बाँधेर चुमुर्क्याउनु पर्ला अनि के गरेर बसिराख्यो भने खुरुका जाऊ फेरि लडेर बढी त हुन्छ मात्रै भन्नु भाटे तेरा खुसीका लागि मेरा सारा सम्पत्ति म दिन्छु म के राम्री छु र बाजे म भन्दा त तपाईँ राम्रो नि तपाईँको हिरै राम्रो तपाईँको यो चस्मा झन् राम्रो लाउरी बा पनि मान्छे चाहिँ बुढो काम चाहिँ आजदेखि उप्रान्त तैँले मलाई लाउरे बा भन्नु पर्ने के भन्ने त बाजे सिधै लाउरे
त्यो त म भन्न सक्दिनँ। अब आफ्नो बा सरको मान्छेलाई बा भन्ने भए, अब आफ्नो आमा सरको मान्छेलाई आमा भन्ने भए, आफ्नो लोग्री सरको मान्छेलाई के लोग्री भन्छेस् त? हेर न चिल्लेको बुढो मान्छे। ठुल्क्याइदिउ बुढो भन्छेस्? बुढो नभनी मान्छे कता हुँदो रहेछ नि? मान्छे बुढी नभए पनि हुँदो रहेछ नि त। अत्याति तैँले कसलाई भने? तिमीलाई भने? हाम्रो आमा त्यस्तै हेर्नु तपाईँ नै त्यस्तो। हाम्रो बात त्यस्तो छैन, तेरी आमा चाहिँ त्यस्तै छ। हेर देउती, तँ मेरो आमालाई यसरी खसालेर नबोल। तँ पनि मेरो बाउलाई यसरी खसालेर नबोल न त। तेरी बाउ गलत छ, तेरो आमा गलत छ। तेरी बाउ गलत छ, तेरो आमा गलत छ। के गर्नु छ? ठीक गरिस् देउती। तेरा बुट्टा छोडिदे तेला छोडिदे। ठीक गरिस्। मेरो छोरी छोरी। बुझ्ला? ए देउती जित्ने। हान्दे। ठीक गरिस्। देउती। देउती हान्दे। बुझ्ला? ठीक गरिस्। देउती क्राइक गरेर बुखा ठोक्दैन। बस ठीक गरिस्। देउती कस्तो जोस? केलेर टाउको जोत्ने जोत्ने। अर्का छोड्न पर्छ। ओइ तँलाई आउमा पनि आशा भुत्लाइदे चुसी पारेर। ठीक गरिस्। यार गरियो। ठोक्दे मर्ने गरी सन ठोक्न यसरी मर्ने गरी ठोक्छ। अर्का छोरी भाइ बजाइदे त्यसलाई। अरे बुढा छोड ओए ठोक्दे। बजाइदे उजेस। मान्छेलाई के पुग्नु? जयले भुत्लाइदे। बजाइदे टाउको फोड्दे ल। हामीलाई पनि दुख्या छ। मलाई स्याहार्नु पर्ने ठाउँ उसलाई स्याहारेर बसिरहेको छु। नगराउ पनि बच्चा जस्तै थियो तिमी पनि। जानु नहुन्थ्यो, जान हुँदैन। यता आएर खान नहुने कुरा खान हुँदैन, सङ्गत गर्न नहुने मान्छेसँग सङ्गत गर्न हुँदैन भने मान्दिनौ। थाहा पायो अहिले त? मैले देउतीसँग सङ्गत गरे भएर होला तँलाई देउतीले कोदो चुटाए चुटा। लहरो तान्दा परै आउँछ कि आमा। तिमीले त्यो लाउरेवासँग सङ्गत नगरे भए अहिले तिम्रो र मेरो यस्तो हालत हुन्थ्यो। मोमो धेरै नकर। आफूलाई कस्तो दुखिरहेछ। दुखेर म ओहो नमस्ते भाउजू। नमस्ते नानी। बस्नु होइन तपाईँको आमा छोरीले के भएको यस्तो? के हुनु नानी? घाँस काट्नलाई रुखा चढेको, रुखको हाँगो लाछेर छोरी। ए गल्ती चाहिँ तिमी आफू गर्छौ अनि दोष चाहिँ त्यो रुखको हाँगोलाई दिन्छौ। बिचरा त्यो रुखको हाँगोको केही गल्ती छैन काकी, यो सब मान्छेले गर्दा हो कि। नारायण शिव को मान्छे हो त्यो? कस्तो घाइते नै उनी गरी चुटेछ, त्यसको हातमा त स्याउ स्याउ किरै परोस्। त्यसरी नभन्नु नानी, जानी जानी गरेको होइन। अब यसो जिस्किँदाखेरि माउरी बिच्किएको क्या नानी। ए माउरीले पो टोकेछ? होइन त्यो टोक्ने मौरी हो र आमा। मलाई त बिच्छी जस्तो पो लाग्छ। जुङ्गा पनि थियो, चस्मा पनि लगाएको थियो। नकराउ तिमी, बिच्छीले नि काहीँ चस्मा लाउँछ? कुरा गर्नुहुन्छ। त्यो बिच्छीले दौरा सुरुवाल त लाथ्यो। अरू के लाथ्यो? निधारमा रातो ठाडो टिको पनि लाथ्यो। ए बल्ल चिनी मैले त्यो बिच्छीलाई। त्यो बिच्छीको हातमा एउटा लट्ठी पनि थियो है। ल काफल काफल ल काफल खान्छ यता हो। काफल खान्छ ती काफल आयो। काफल आयो सरी तोरी काफल भन्न। काफल आयो। काफल 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 आयो। काफल राम्रोसँग भन्न। काफल आयो। काफल खान आउनु आउँदैन आयो अहिले तोरे